आजको राजनीतिको बारेमा मैले केही कुरा भनिनँ भने तपाईँहरूलाई अवश्य पनि खल्लो लाग्छ। कुनै योजना बनाएर वा कुनै पहिला नै पूर्व तयारी गरेर टेलिभिजनमा अन्तर्वार्ता दिँदा कुनै शब्द प्रयोग गरिएको होइन, स्पोन्टेनियसली आएको शब्द हो। तर मैले त्यो शब्द प्रयोग गरेँ भनेर आज मलाई कुनै खेल लाग्दैन। मैले जे गरेको छु सही गरेको छु भन्ने नै बताउँछु। आफूले जुन कर्मचारीलाई, प्रमुख प्रशासकीय अधिकृतलाई निलम्बन गरिएको छ गलत फाइलमा सही गर्यो भनेर त्यसलाई जबरजस्ती पार्टीका मानिसहरूले ल्याएर ढोका फोलेर ल्याएर कुर्सीमा राखिदिएपछि उसले 5 महिनादेखि रोकिएर आएको तलब जब आफ्नो खातामा पठाइदियो, आफ्नो भत्ता पठाइदियो भने त्यति बेला चाहिँ उसको सही वैध हुन्छ त? हिजो 46 सालको अन्तरिम सरकारमा कृषि मन्त्री हुनुहुन्थ्यो झलनाथ खनाल। त्यसपछि निर्वाचित सरकारको कृषि मन्त्री भएर आउनुभयो शैलजा आचार्यले पहिलो दिन मन्त्रालयमा हाजिर हुन जाँदा नै भ्रष्ट बसेको कुर्सीमा म बस्दिनँ, म यो कुर्सी फाल्छु, कुर्सीमा लगेर फालिदेऊ र नयाँ कुर्सी ल्याएर राखेपछि मात्रै बस्छु भनेर भने होइन। मान्छेको स्वाभिमान हुँदैन? हिजो मेरो सचिवको रूपमा, वन सचिवको रूपमा लोकमान सिंह कार्कीलाई म स्वीकार गर्दिनँ, यदि सचिव चाहिँ बढ्ने र मन्त्री चाहिँ मन्त्रीलाई सचिवलाई चलाउने हो भने म राजीनामा गर्छु भनेर बल्दै मजो यहाँले राजीनामा मन्त्रीबाट गरेर आजसम्म राजनीतिक सन्यास लिएको होइन। हिजो आरएनएसीमा जिएमले अथवा सिनियरले कसरी एकजना इन्जिनियरलाई तिमी नबोल भनेपछि मैले गलत गरिरहेको छैन भने मेरो सम्झना ठिक छ भने भद्रेश्वर पाण्डे हो, म अघि कहिले पनि बोल्दिनँ भनेर नबोलेको होइन आजीवन भने जापान जाने निम्ता आएपछि त्यो निम्तालाई फर्मलाइज गर्न प्रमुख प्रशासकीय अधिकृतले सही गर्दाखेरि त्यो चाहिँ वैध हुन्छ? फेरि कसरी वैध हुन्छ? जुन लिम्पिया धुरा कालापानीको मामलामा चीनले बोलेन भनेर चीनको निम्ता मान्न गइएन, त्यही बेलामा दिल्ली जानु चाहिँ फेरि जायज हुन्छ त? जो मानिसले बालबालिकाहरूलाई हतियार बोकाएर माओवादी विद्रोहमा पठाउनुपर्छ, मरे मर्छन् भनेर चाहिँ भाषण गरेको भिजुअल तपाईँ आज पनि नेटमा भिजुअल देख्नुहुन्छ। त्यही मानिसलाई अभिभावक भनिदियो भनेपछि ७४ जना मान्छे मारिएको उक्साएर आफूले मार्न लगाएकोमा जिम्मेवारी लिनु पर्दैन? भनेपछि क्रिमिनलहरूको अन्डरस्ट्यान्डिङले आफूले पनि ७४ जना मान्छे सिद्ध्याउनुमा बल पुर्याइएको छ, त्यसै भएर बालबालिका मर्नुपर्छ भन्ने मान्छेलाई भोलि राष्ट्रपति बनाउँछु भनेर वचन दिइएको छ, दिन मिल्छ? मैले त्यसै भनेको छैन त्यो कुरा। हामी प्रजातन्त्र मान्छे फुक्नको लागि, मान्छेको आयामहरू फुक्नको लागि मान्छेलाई प्रजातन्त्र चाहिन्छ, नत्र मान्छेको व्यक्तित्व फस्टाउँदैन, भविष्य फस्टाउँदैन, वर्तमान सुखी हुँदैन। त्यसै बेला हामीले चुनाव भन्ने कुरालाई स्वीकार गर्नुपर्छ, मान्नुपर्छ। तर आज जुन चुनाव हुन गइरहेको छ त्यसै 6 महिनाभित्रमा के विध्वंस ल्याउँछ र कुन टाउको दुखाइको कुरा हुन्छ भन्ने कुराको आज यो देशलाई हेक्का छैन। चुनाव रोकिनुहुन्न, चुनाव हुनुपर्छ, तर कुन गलत मान्छेलाई जिताउनको लागि, ल्याउनको लागि, सत्तामा ल्याउनको लागि यो चुनाव हुन लागेको छ। यो महत्त्वपूर्ण कुरा छ। पहिलाका नेताहरूलाई हामी आलोचना गर्छौँ, यत्रो वर्षदेखि हामी आलोचना गरिरहेका छौँ, तर एउटा त्यसको प्लस पोइन्ट पनि हामी हेरौँ। आजको तुलनामा तिनीहरूले व्यवस्था ढाल्नको लागि, सत्तामा पुग्न व्यवस्था ढाल्नको लागि बेसिकल्ली 46 घण्टे कुरा गरेँ मैले। जे जति गरेँ, जेल गएँ, जेल खाएँ, अनसन बसेँ, भोकै परेँ, सारा परिवार लाखापाखा लाग्यो, आफ्नो सबै जीवन अवस्थित भयो। तर एक दिन सांसद होला, मन्त्री होला, प्रधानमन्त्री होला भनेर गरेका थिएन। संयोगवश त्यहाँ पुगियो, विन्डफल भयो, बेपत्ता कमाइयो, पावरको आनन्द लिइयो। तर आज तपाईँ हेर्नुहोस्, आज पार्टीहरूमा समानुपातिकमा जो मान्छेहरू हाम फालेर लागेका छन् तिनीहरू नेपाल बनाउँछु भनेर लागेका छैनन्, तिनीहरू केही गरी सत्तामा पुग्यो भने 7 पुस्तालाई कमाउला भनेर लागेका छन्। यो व्यापार हो, यो राजनीति होइन, व्यापार हो। त्यसैले यो संविधान, यो चुनाव अहिले गर्नु नेपालको लागि हानिकारक हुन्छ भन्छु म। केही समय यसले दिनु पर्थ्यो, केही कुराहरू संविधानमा एमेन्डमेन्ट गर्नु पर्थ्यो, त्यसपछि मात्रै चुनाव गराउनु पर्थ्यो।